नमस्ते, म जाल थिङ अत्यन्तै दुःखको खबर लिएर आएको छु। देशदेखि विदेशमा रहनुभएको आमा बुबा दाजुभाइ दिदीबहिनीहरू सुन्नै पर्ने अत्यन्तै दुःखको खबर। 2022 साल पुस महिना 6 गते बेलुका आइतबार बेलुका 4:30 बजे नन्द र सासु आमाले जिउँदै कोठाभित्र सिन्धुली जिल्लाको कमलमाई पोखरी नगरपालिकामा जिउँदै ठाडै मरितेल लगाएर मृत्यु फेलामा पर्नुभएको सुशीला तामाङको बारेमा अत्यन्तै दुःख लाग्यो। अत्यन्तै दुःखको खबर सुन्दै मलाई पनि कस्तो नराम्रो फिल भयो। यस्तो दुःख फेरि पनि गर्न नगरोस् भनेर मैले छोटो भिडियो बनाएको छु। तपाईँहरूले सुन्नै पर्ने र हेर्नै पर्ने यो भिडियो महत्त्वपूर्ण छ। हाम्रो यस सिन्धुली जिल्लामा विभिन्न घटनाहरू घटिरहेको छ। सिन्धुली जिल्लाभित्र र हाम्रो यस्तो घटना फेरि पनि नगरोस् भनेर म देश विदेशमा रहनु भएको सम्पूर्ण मित्र र साथीभाइ दिदीबहिनीहरूलाई म आभार भन्न चाहन्छु। यसरी जिउँदै मान्छेलाई ठाडै मार्न मिल्ने भए यो नेपालमा किन कानुन छैन र? किन मानवताको मान्छेमा अलिकति माया दया छैन र? यति माया दया थियो भने ती नन्द र सासु आमाको कस्तो निस मन रहेछ। बाहिरबाट चुकुल लगाएर भित्र मरितेल राखेर लाइटाले धुरुम्म जलाइदियो। उहाँ सुशीला तामाङलाई उहाँलाई कति बाँच्न मन थियो होला, बिचारा उहाँले यो संसार छोडिदियो। भोलि यस्तै गर्न सकिन्छ। त्यसैले मेरो कुरा ध्यान दिएर सुन्दैन होला सम्पूर्ण मित्र साथीहरू। यस्तो घटना अझ सिन्धुली जिल्लामा घटेको छ। भोलि पोखरामा, पर्सि दार्जिलिङमा, नेकोर्सी हाम्रो यस देशभित्र विभिन्न घटना गर्न सकिन्छ। त्यसैले यस अन्तिममा सुन्नै पर्ने मुख्य दुईवटा कुरा, जसरी नन्द र सासु आमाले मार्नुभयो उहाँहरूलाई पनि चाँडोभन्दा कानुनको तयारीमा ल्याउनु पर्यो। कानुनको तयारीमा मात्र राखेर हुन्न, साउदी अरबमा जस्तो फाँसी दिनु पर्यो। चाँडोभन्दा मेरो विनम्र अनुरोध छ सरकारलाई, कानुनको नयाँ कानुन बनाएर नेपालमा गल्ती गर्नेलाई सजाय मात्र होइन फाँसी पनि दिलाउन सक्नुपर्छ। यदि फाँसी दिलाउन सकेनन् भने भोलि यस्तो घटना अर्को ठाउँमा पनि गर्न सकिन्छ। त्यसैले अर्को देश, अर्को ठाउँ, जिल्लामा पनि गर्न सकिन्छ। त्यसैले सरकार, मेरो विनम्र अनुरोध छ। अहिलेलाई यति नै। हस्त, धन्यवाद।